आज हामी अब यो 14 मा जाउँछौँ खिलछाक्की भन्ने। यो छाता भनेको खोज्नु भन्थ्यो होइन। जस्तो हामीले चाहिँ यो कुनै पनि ठाउँ खोज्नु पनि के हुन्छ छाता। खिलछाक्की भनेको बाटो पत्ता लगाउने कि नक्सा हेरेर है। नक्सालाई कोरियनमा के भन्छ छिदो र अर्को के हुन्छ याक्तो। छिदो र के भन्छ याक्तो भन्छ। त्यो नक्सा हेरेर चाहिँ खिलछाक्की भनेको बाटो पत्ता लगाई भनेको हो। यो छातामा गी लगाएको है त्यो भिएसटी प्लस गी लगाउने भन्ने चलन हुन्छ। यो भवलाई चाहिँ त्यसरी नाउनमा रूपान्तरण गर्नको लागि इ खिन्छ ए याकुगी सयो भन्यो यो वरिपरि नजिक छुब्यान भन्छ होइन। अर्को चाहिँ खाकाई भन्छ त्यो वरिपरि चाहिँ याकुगी सयो भन्यो औषधि पसल छ त भन्दो रहेछ। ने सागरी ए स भन्यो चौबाटोबाट ओरुन्चोकुरो खासयो दाहिनेतिर जानुहोस् भन्यो। ओरुन्चोक भने कता हो दाहिने, वेन्चोक भने देब्रे होइन। त्यसलाई चाहिँ उ हेजन र अर्को के भन्छ छ्वा हेजन भन्छ होइन। अहिले यहाँ पछाडि कतै आएपछि लेखौँला हामीले। अनि हामीले एउटा कुरो के सम्झिनु पर्यो भने अलि हल्ला भयो। हल्ला नगर्नुहोस् त प्लिज, हल्ला नगर्नुहोस् न। लाइट अफ गर्न मिल्दैन कुरो बुझ्छु है। यो यहाँनिर एउटा कुरो मैले सम्झाउन खोजेको कुरो चाहिँ के हो भने यो ने सागरीय सो ओरुन्चोकुरो खासयो भने नि हामीले हिजो पढ्दाखेरि थाकाको बारेमा चाहिँ डाइरेक्सनको बारेमा पढाएको थियो कि थिएन। डाइरेक्सन परिवर्तन गर्दाखेरि के जोड्ने भनेको थियो थाका। तर त्यतिखेर 3वटा शब्द याद गर्नुपर्छ नेरिदा ओलागादा र खन्नागादा। यो 3टासँग चाहिँ थाकाको प्रयोग हुँदैन। के प्रयोग गर्छ असास लाग्छ भनेको थियो है। अब यसमा चाहिँ हामीले रो र उरोको बारेमा रो र उरो प्रयोग गर्ने कन्डिसन हामीले ठ्याक्कै च्याप्टर 13 मा चाहिँ लेखेको थियो होइन। फाङपपमा तरिकामा फाङयाङमा डाइरेक्सनमा अनि सुदानमा सुदान भने यातायातको साधन अर्को छाङछीमा थियो कि थिएन हो। र अनि कतिवटा लेखेको थियो हामीले 5वटा लेखेको जस्तो लाग्छ होइन त हो। त्यसमा चाहिँ यो रो र के प्रयोग गर्ने उरो अलिक ख्याल गर्नु पर्यो। रो र उरोबाट त्यसै रो र उरोले गर्दाखेरि फिङखानेमा क्वेसन आन्सर छान्दाखेरि अलिक डिफ्रेन्ट पर्न आउँछ। अर्को रो र उरोले गर्दाखेरि मिचुलझिनको क्वेसनलाई फरक पार्छ। त्यो कुरा चाहिँ याद गर्ने। रो र उरोमा भवेलमा जोड्ने कन्सोनेन्टमा जोड्ने ल एन्डिङमा जोड्ने त्यो 3टा कुरो याद गर्नु पर्यो। अर्को सेयो र के रहेछ उसेयो छ। सेयो र उसेयोको मिनिङ चाहिँ 2टा छ। एउटा नु होस् अर्को चाहिँ नु हुन्छ भन्ने मिनिङ। प्रश्न गर्दाखेरि नु हुन्छ भन्ने मिनिङ लाग्छ। अनि आदर गर्ने व्यक्तिसँग प्रयोग भएको रहेछ भने नि नु हुन्छ भन्ने मिनिङ लाग्छ। र अर्को चाहिँ यो एडजेक्टिभ भर्बसँग जोडिएको अवस्थामा नु हुन्छ भन्ने मिनिङ लाग्छ। अहिले हामी त्यसलाई हेरौँला फेरि छुट्टै। अहिमा चाहिँ विची वा फाङयाङ भनेको छ। विची भनेको के हो अवस्थित भएको लोकेसन। एउटा क्वेसन त्यहाँबाट आउँछ नि अहिले पनि हामीले हेऱ्यौँ नि त होइन। अहिले चाहिँ खोयाङीका अदिए इसुम्निका भन्ने क्वेसन थियो नि है। त्यो चाहिँ आफे यफे ओरुन्चोगे वेन्चोगे थुइए होइन। अर्को चाहिँ दोस्रो तलामा तेस्रो तलामा त्यो कुराहरूबाट एउटा क्वेसन आउँछ है। डाइरेक्सनबाट एउटा क्वेसन आउँछ त्यसलाई ख्याल गर्नु पर्यो। अनि इदोङ थोङसाको बारेमा योभन्दा अगाडि पनि हेरेको थियो। इदोङ थोङसा खादा ओदा थानिदा ओलागादा नेरेगादा। खादा पनि एउटा के हो त इदोङ थोङसा हो भन्नुले थोसा खादा छुलबारादा है तनादा यिनीहरू चाहिँ कस्तो भव हो इदोङ थोङसा हो। र अर्को थोरोमेङ छुसोको बारेमा रहेछ। थोरोमेङ छुसो भनेको चाहिँ सडकको नाम भएको के हो यो ठेगाना हो। त्यसमा हामीले कसरी पत्ता लगाउने भन्ने कुरा छ। त्यो अलिकति थोरै गहिरो कुरा छ त्यसलाई राम्रोसँग याद गर्नुपर्छ त्यसमा चाहिँ है। अब यिनीहरू हेर्न परेन। अहिमा जाऊ विची वा फाङयाङ भनेछ। यो विची उइजा उइ भने उइ भने के त माथि भइगयो। यो खाबाङ कहाँ छ भन्दा कुर्सीको माथि भने हो। यो चाहिँ आरे अथवा के भनेको मिथे भयो। 2टा विस्तार मालमा पर्यो। खन्मुल आप र अर्को चाहिँ के हो त 3 अगाडि र पछाडि। यो सिकाउनु पर्ने त्यस्तो जरुरी छैन। खन्मुल आन भनेको के भयो भवनभित्र हो। आनलाई चाहिँ अर्को शब्दमा शोक शोक भने नि के हो भित्र हो। त्यो चाहिँ अलिकति याद गर्नुपर्ने हुन्छ है। शोक भने नि मिनिङ चाहिँ के हो त भित्र नै हो। त्यसपछि खन्मुल फाक बाहिर है। यहाँनिर फाकबाट के बनाइन्छ भने फाके बनाइन्छ। फाकेको मिनिङ के छ बाहिर र बाहेक। फाकेको मिनिङ एउटा छ कि 2टा छ। एउटा मिनिङ चाहिँ के छ त्यसको मिनिङ चाहिँ बाहिर भन्ने छ। अर्को मिनिङ चाहिँ के छ त बाहेक भन्ने छ क्या। अनि यो चाहिँ
खन्मुल यप यप चाहिँ दुई किसिमको हुन्छ होइन त यप दुई किसिमको हुन्छ दाहिनेतिर भए पनि यप नै हो देब्रेतिर भए पनि यप नै हो दुई किसिमले भन्न मिल्छ है ओरुन्चोक वैनचोक दुवै बोथ साइडलाई हामी के भन्न मिल्यो यप भन्न मिल्छ खन्मुल साई भनेको बीच दुईटा बीचको बीचलाई साई अर्को एउटा खाउन्दे भन्ने पनि सकिँदैन खाउन्दे भने नि के हो त बीच हो है मिनिङ लेखौँ हामी यहाँनिर के हो खाउन्दे भने नि के हो त बीच हो अर्को के पनि छ हामीसँग ल भन्नुहोस् त छुङ्गान भन्ने पनि सकिँदैन यो भने नि मिनिङ के नै हो त बीच हो यो मिनिङहरू हामीलाई थाहा हुनुपर्छ है अब अर्को चाहिँ यहाँनिर वेनचोक र वरुङचोकलाई दियो क्या है यसमा चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ यो कसरी भन्न मिल्यो भने याक्गुन औषधि पसल चाहिँ फ्योङवन हस्पिटलको वरुणचोगे इसय दाहिनेतिर छ भन्नु र फ्योङवनुन याक्गुगे के त फेरि वैनचोगे इसय भन्नु यो चित्रको कुरो के हो त एउटै हो है त्यसरी भन्न मिल्छ अनि हामीले हेर्दाखेरि चाहिँ सिधा सिधा आफ्नो हातलाई हेर्ने यतापट्टि गएर यसरी उभिएर हेर्ने हो र होइन सिधा हेर्ने अहिले मैले यहाँनिर स्ट्रेटली हेर्दाखेरि कसरी देख्छु भने यो याकुब चाहिँ दाहिनेतिर छ त्यही भएर यसलाई वरुणचोक भन्न पर्यो अनि फ्योङवन चाहिँ देब्रेतिर छ यसलाई चाहिँ वैनचोक भन्न मिल्यो है यसले अहिले रातो गोलो चाहिँ यहाँनिर यो फ्योङवनतिर ला भएर वैनचोक भने हो यो है फेरि यतापट्टि वरुणचोकमा चाहिँ अहिले याकुबमा लगायो नि गोलो त्यो भएर यो चाहिँ कता छ त हो याकुगुन फ्योङवन वरुणचोगे इसय यसरी भन्न मिल्यो है त्यसपछि खन्नफ्यान र के आयो माझुमफ्यान ठ्याक्कै आमुने सामुने भएको पारिपट्टि यसलाई खन्नफ्यान र माझुमफ्यान भन्ने दुईटा फिस्टरमानमा पनि आउन सक्छ अरू त हामीले यहाँ बुझिन्छ खासै त्यस्तो गाह्रो कुरो भएन है यो विची म्याङ सानुन खिजुनी छोइनुन सन सामुल थुए वन्दा भनेको छ जस्तो यो उइजा उइ यो चाहिँ अगाडि लेख्न पाइएन पछाडि लेख्ने भनेर हो नि होइन कुनै पनि सामानको कारण पर्यो पछाडि यो आप खन्मुल भन्नु भएन चाहिँ खन्मुल आप भनेर भन्नु पर्यो भनेको अब यसमा इचोक यतातिर भयो छचोक त्यतातिर भयो खुचोक छचोक चाहिँ ऊ त्यतातिर र खुचोक चाहिँ त्यतातिर भयो अनि अनुचोक सामान्य कुरो यसमा होइन कुन चाहिँतिर हो छुङ भनेको चाहिँ घरको तला गर्दाखेरि प्रयोग गर्ने युनिट के हो त छुङ हो ओरिजिनल छुङ हो फेरि त्यसलाई याद गर्नु पर्यो अर्को चाहिँ इरी भन्ने हुन्छ इरी भने के हो त इरी भनेको के हो त यतातिर अर्को के हुन्छ भने छरी भन्ने हुन्छ ऊ त्यतातिर इरी ओसेयो भन्यो भने यतातिर आउनुहोस् भनेर बुझिन्छ क्या हो त्यो इरी र छरी भन्ने वर्ड पनि युज गर्छ त्यसलाई थोरै याद गर्ने अब यसमा त्यस्तो खासै गाह्रो कुरो भएन मैले सिकाइरहनु पर्ने आवश्यक छैन यसमा ग्रामरमा आयो रो र उरो तर केमा लेख्ने भने यसले फाङ्याङ भनेको के हो त डाइरेक्सन हो होइन कतातिर छ त भन्दाखेरि चाहिँ डाइरेक्सनतिर ओरुन चोगुरो वेन चोगुरो उइरो थुइरो भनेर हो है त्यसरी बताउँदाखेरि डाइरेक्सन बताउँदाखेरिको कुरो हो यो चाहिँ रो र उरो चाहिँ के बताउँदाखेरि पनि प्रयोग गर्छ डाइरेक्सन यो रो र उरो छाङसो मेङ्सा वा खेरा भाया ठाउँ जनाउने नाउँसँग समायोजन गरेर हेङ्गी ए फाङ्याङ्गिना मोक्चक्ची भने मोक्चक्ची भनेको यो उद्देश्य रहेको ठाउँलाई नाथा नेन्दा भन्यो सामान्य कुरो भयो फाछिम छ भने उरो जस्तो वरुणचोक उरो फाछिम छैन र ल एन्डिङ छ भने रो यो चाहिँ हामीलाई कुन क्वेसनलाई काम लाग्छ निचुलिनलाई आरे रो स उल लो यसरी आयो है यगी स वरुणचोक उरो खाया हे हो यहाँबाट दाहिनेतिर जानु पर्छ माधुसिनन अदिरो घाँसयो कतातिर जानुभयो कुन डाइरेक्सनमा जानुभयो भन्न खोजे हो है अथवा कुन ठाउँतिर जानुभयो यी खिचानुन सउल्लो खायो यो ट्रेन चाहिँ सउलतिर जान्छ यसरी सामान्य कुरो छ यस्तो त्यस्तो गाह्रो भएन अब रो र उरोगा खुछे मेङ्साए फुच्छु बिहान सुदान भने के हो साधन यो कुनै पनि देखिने कुरा खुछे मेङ्सा भनेको चाहिँ वस्तुगत कुरा देखिने कुरामा प्रयोग गर्यो भने त्यसले के जनाउँछ साधन सुदान भन्ने बुझाउँछ क्या है के कुन माध्यमले गरे भने जस्तो एउटा माङ्ची भनेको के हो ह्यामर हो यो चाहिँ देखिने चिज हो नि त है
माङ्छिरो भने के भयो फेरि ह्यामरले त्यो काम गर्ने एउटा सुदान बतायो है। फाङपप त्यसपछि थोगु छेरेरो नाथानेन्दा भने त्यही त हो नि, हामीले भनेको नि त्यही कुरा। यो देखिने नाउनसँग जोडियो भने माङ्छीसँग जोडियो देखिने भयो होइन। अब हातले भन्दाखेरि हात देखिने भयो, त्यस्तो कुरामा जोडियो भने चाहिँ यसले सुदान फाङपप थोगु अथवा छेर्यो भनेको के हो सामग्री हो। हामीले हिजो भन्यौँ नि होइन, जस्तो यो रिमोट चाहिँ केले बनाएको छ भन्दाखेरि चाहिँ प्लास्टिक कुरो भनेको के त प्लास्टिकले बनाएको छ। छेर्यो छेर्यो भनेको के हो सामग्री हो। कच्चा सामग्रीलाई के भन्छ छेर्यो होइन। छाजे पनि भन्छ, के भन्छ छाजे हो, त्यसलाई चाहिँ यसरी भन्ने भनेको हो। अब यो फिचारुरो थादागुरु सुरयो भन्यो, अब यो भुइँते बढार्ने तर केले बढार्ने भन्यो फिचारुले। यो फिचारु भनेको चाहिँ खुचे जगी म्याङ्सा भयो क्या, देखिने नाउन भयो। त्यही भएर यो चाहिँ यसरी बुझिन्छ, सुधार भन्ने बुझिन्छ। छाजङ्गरो छुम्दै गुने हो, साइकलमा काममा जानेर हुने गर्छु। यसमा ठुलो कुरो छैन यो। अब तपाईँहरूले रो लाग्छ कि उरो लाग्छ भनेको चाहिँ भवलिङ र के हेर्ने कन्सोनेन्टिङ हेर्ने। यसले भनेको कुन क्वेसनलाई काम लाग्यो यो मिचुल चिन्हलाई, विशेष गरी ग्रामरमा हेर्दाखेरि त्यसरी हेर्नु पर्यो। अरू हामीले यसमा हेर्न आवश्यक परेन, यो बुझिने कुरा हो। रो लाग्ने गुरु लाग्ने भन्ने कुरो त्यो भवलिङ र कन्सोनेन्टिङबाट हेर्ने, यो पनि बरु सिकाउनु परेन। यसमा चाहिँ अलिकति याद गरौँ है। यस्तो छ, यो वरुण चोकहरू भयो दाहिनेतिर गयो है, यो चाहिँ के भयो वरुण चोक भयो। यो फान्देमाल पनि भन्न मिल्यो, यो उइरो भन्न मिल्यो। यसलाई चाहिँ के भन्न मिल्यो त उइरो। यसलाई चाहिँ के भन्न मिल्यो त आफुरो, अथवा यसलाई के पनि भन्छ भन्नुहोस् त छिकचिन के भन्छ, अथवा तोकपारो रे के हो त यो तोकपारो पनि भन्न मिल्यो यसलाई तोकपारो। अब यसलाई चाहिँ के भन्ने फेरि हुजिन, के भन्न मिल्यो हुजिन, अथवा के भन्न मिल्यो थ्रिरो। हुजिन भन्ने शब्द चाहिँ याद गर्नु पर्यो, हुजी होइन हुजिन। हु भनेको के हो पछि, छिकचिनको फान्देमाल के हुने भयो हुजिन हुने भयो। यो सङ्केतको चिन्ह चाहिँ हुजिन हो हुजिन। अब यो थेवामा सानो कुरो छ, त्यस्तो ठुलो कुरो छैन। खाल्लो र वाङमिन दुईजना बिचको कुराकानी भइरहेछ। वाङमिनसी ओदी गयो कहाँ जानुहुन्छ भन्यो, माधुसी बाङ्गे गयो भन्यो, माधुसीको कोठामा जान्छु रे। त्यो दुईजना बिचको कुराकानी भए त हो नि त्यहाँ है। माधुसी फाङ्गुनु ओदी यही सयो जान त लागेको छ उसलाई, तर त्यो माधुसीको फाङ कहाँ छ भने थाहा छ कि छैन छैन। कुन तलामा छ होइन कहाँनिर छ यस्तो कुरा सोध्या हो कि त्यसले चाहिँ। माधुसी फाङ्गुन युगेशिल यफे इसयो, युगेशिलको छेउमा छ भन्यो है। अनि यो इछुङुरो गाया गयो, दुई तलातिर जानु पर्छ भन्यो। यसले यहाँनिर फाङ्याङ बतायो। फाङ्याङ बताएपछि यसले चाहिँ यो तिर मिनिङ चाहिँ के लाग्छ यसको चाहिँ तिर भन्ने लाग्छ है। अर्को कुरो छ नि यहाँनिर हल्ला नगर्नुहोस् त, हल्ला गर्यो है हल्ला नगर्नुहोस् है। यहाँ पछाडि यो इसयो भनी आयो नि है, कुनै पनि ठाउँमा केही चिज छ या छैन भने त्यो चिजमा चाहिँ इ र के लाग्छ गा लाग्छ होइन। र अर्को चाहिँ नुन र उन पनि लाग्न सकियो। यो ठाउँमा चाहिँ के लाग्छ फेरि ए लाग्छ, के लाग्छ ए। तर अदि ए इसयो, अदि ए स इसयो लेखेको मिल्छ मिल्दैन, के गर्नु पर्यो अदि ए इसयो। कुन क्वेसनलाई काम लाग्यो चाहिँ मिल्छ है। यो क्वेसन गर्नु पर्ने, यो पनि मैले सिकाउनु पर्ने छैन। यसमा यो उच्चारणको नियमको कुरा हो है। यो चाहिँ ख्याल गरौँ हामी, जाँचमा आउन सक्ने भयो यो चाहिँ है। यसमा चाहिँ यो छा त्यसपछि त्यो चा अर्को चाहिँ छा है। यो चाहिँ कसरी आउँछ भने यसको र यो अलि हार्ड बोल्ने, यो अलि एकदम कम सानो सफ्ट साउन्डमा बोल्ने, यसको बिचको चाहिँ के आउने भयो यो छा। अब हामीले जाँचमा आउँदाखेरि चाहिँ यसरी छुटाउनु पर्यो। यो छादा लेखेको छ, अर्को चाहिँ यो छादा लेखेको छ। अप्सन नम्बर 1 र 2 यो थुनुन गसुल खोरु सिप्सी भन्ने आउँछ नि होइन। थुरुन गसुल खोरु सिप्सी भन्ने एउटा क्वेसन आउँछ कि आउँदैन आउँछ। यसमा चाहिँ यो चाहिँ चिसो भन्ने चाहिँ गयो, चिसो हुनु भन्ने मिनिङतिर आयो। यो चाहिँ केमा आयो फेरि सुत्नु भन्ने मिनिङतिर आयो। यो दुईटा बिचमा चाहिँ अब पछाडिको त सेम भइहाल्यो, यो छा र यो छा बिचको डिफ्रेन्टमा आयो। कसरी छुटाउने भनेको, यसलाई चाहिँ अब अलि बढी विस्फोट भएर आउने छ यसरी आउने,
अर्को चाहिँ के त छ छ अर्को चाहिँ छ यसरी आउने। अब म भन्छु तपाईँहरू छुटाउनुहोस् है, एकको भने कि दुईको भने ए भनेर है त। छादा एकको कि दुईको छादा भन्यो भने त्यो फाइल दोइदा भनिसके गरेर के गर्ने विस्फोट हुनेवाला जस्तो के यसले क्लियरली सिकाएको छ हामीलाई। त्यो कुरा याद गर्नु पर्यो। त्यस्तो धेरैमा छ नि त होइन। जस्तो तपाईँको यो थमा पनि छ होइन, ओरिजिनल र यो थमा छ कि छैन। जस्तो यो थादा त्यसपछि यो थादा आयो भने कसरी गर्ने, यसलाई नर्मल्ली थादा यसलाई चाहिँ थादा यसरी बोल्नुपर्ने हुन्छ होइन। अरू पनि छ नि त, जस्तो यो खालको फोदो भन्ने छ फुटपाथ कि कसो, अर्को यो खालको फोदो भन्ने छ, यो चाहिँ के हो त अङ्गुरो होइन। एक र दुईमा यसलाई चाहिँ फाइल दोइदा भनेको विस्फोट हुने फो के भयो फो, यसलाई चाहिँ फो के भयो फो यसरी फो भन्यो भने चाहिँ के भयो दुईको भयो। फोदो के भयो फोदो, यो चाहिँ के भयो फोदो यसरी आउने। म भन्छु तपाईँहरू छुटाउनुहोस् है त। अब फोदो दुईको होइन, फोदो एकको यसरी जाने। यतापट्टि मिनिङमा छाजु भन्ने छ। कुनै पनि कुराहरू दोहोऱ्याएर गरिने कुरालाई के भन्छ छाजु होइन। जाँचमा चाहिँ त्यसरी आउँछ क्या। मलाई फिल्म हेर्न मनपर्छ, त्यस कारणले गर्दा म हप्तान्तै पछि छाजु यङवारुल फोम्निदा धेरै पटक रिपिट गरेर गर्ने कुरालाई के भन्छ अरे छाजु है। र यसपछि यो चादा भनेको के त चर्को हुनु, निचर्नु र दुध दुहुनु, तिनवटा मिनिङ हुन्थ्यो नि होइन र। तपाईँहरू अहिले त्यो मिनिङ त्यत्तिकै लेख्नु पर्ने नहुनु पर्ने, त्यत्तिकै दिमागमा फ्याक्टर आउनु पर्ने हुनुपर्ने। धेरै भइसक्यो पढ्न थालेको। चादालाई चाहिँ एउटा चाहिँ मिनिङ के रहेछ नुन चर्को, फेरि घाम चर्को होइन है। अनि त्यसपछि अर्को चाहिँ निचर्नु र अर्को चाहिँ दुध दुहुनु। अर्को कुरो नि यो चादाको फान्देमाल के होला तपाईँ भन्नुहोस् त। चादाको फान्देमाल के हुन्छ हल्ला गर्छ यहाँहरूले। तपाईँ भन्नुहोस् त चादाको फान्देमाल के हो। तपाईँ भन्नुहोस् चादाको फान्देमाल के हो सिङ्गप्ता। यो चादाको फान्देमाल के हुन्छ त सिङ्गप्ता हुन्छ त। यो चाहिँ के हो यो अनिलो हुनु। अनिलो भन्नु पर्यो कि अनिलो। खल्लो भने चाहिँ अब फेरि अरू पनि अर्थ लाग्छ होइन। किनभने खल्लो भनेको गुलियो छैन, यो त एकदम खल्लो छ पनि भन्ने हुन्छ होइन। थाल्दाको फान्देमाल के हुन्छ त्यसो भए। थाल्दा भने गुलियो हुनु, गुलियो हुनुको चाहिँ के हुन्छ दिमाग ठिक ठाउँमा राख्नुहोस् न। सिधा के भन्नु पर्यो सिधा तितो हुनु। सिधा भने त के भयो अमिलो भइगयो। कुरो बुझियो ल ठिक छ। अब यो छिमा भनेको के हो त स्कर्ट हो होइन। यसलाई चाहिँ के पनि भन्छ भने सुखथु, सुखथु पनि भन्छ अङ्ग्रेजीमा तानेको के। अब फेरि कस्तो हुन्छ भने हामीलाई छिमा छिमा चाहिँ एकदम दिमागमा फिट छ। सुखथु भन्यो भने ल अर्कै मिनिङ आयो भने लाग्छ कि फेरि त्यही इङ्ग्लिसबाट तानेको के। सुखथु भनेको नि के हो त स्कर्ट हो। अब त्यसपछि अब यी दुईमा जाने। यहाँ चाहिँ हल्का अलिअलि गहिरो गहिरो कुरो छ, एक्जाममा आएको छ क्वेसन यहाँबाट है। यो इदोङ थोङ्सा छ, इदोङ थोङ्सा दिएको छ यसले सबै, त्यसैबाट कुरो छ हल्ला नगर्नुहोस् त। यो चित्रबाट आउन सक्ने भयो एउटा कुरो। चित्रबाट आयो भने कसरी छान्ने भन्ने कुरा हामीले बुझ्छौँ। यसलाई चाहिँ हामीले यस भनेको चाहिँ बोल्ने व्यक्तिबाट हेर्ने हो है। यो व्यक्ति माथि छ, यो भन्ने मान्छे माथि माथि छ भने यो तल गइरहेको छ भने यो के भयो नेरेगादा। नेरेगादा भयो। चित्रको पोइन्ट अफ भ्यूबाट भन्दैछु म अहिले चाहिँ है। नेरेगादा भयो, नेरेगादा भने तलतिर झरेर जानु। नेरेगादामा चाहिँ जस्तो अरूमा नि प्रयोग हुन्छ। ओन्दोगा नेरेगादा भने के हो ताक्रम चाहिँ घट्नु होइन। नेरिदाबाटै के बनाएको नेरेगादा बनाएको। खागेगी नेरेगादा भने के हो मूल्य घट्नु, त्यहाँतिर प्रयोग छ है। अनि अर्को चाहिँ यो नेरे के भयो ओदा भयो। नेरे त बोल्ने व्यक्ति तल छ भने चाहिँ के भन्नु पर्यो यसलाई नेरे ओदा, तलतिर झरेर आऊ भन्नुपर्ने स्थिति आयो। कुरो बुझ्यो नि। यो चाहिँ तल आउनु भयो। यतापट्टि ओला गादा भने के रहेछ माथि जानु भयो। त्यो बोल्ने व्यक्ति कहाँ छ अहिले तल छ। अनि
जुन हेगुई क्रियाकलाप गर्ने मान्छे चाहिँ माथितिर गइरहेछ भनेपछि यो के भयो ओल्ला गादा भयो। अनि अहिले भन्ने व्यक्ति चाहिँ कहाँ छ त माथि छ, त्यो मान्छे नि माथि आएर छ भने ओल्ला ओदा। एउटा पोइन्ट अफ भ्यू यो चित्रबाट हेर्न पनि छुट्याउनु पर्यो है। चित्रमा आयो भने अर्को चाहिँ फान्देमाल आउन सक्ने भयो। फान्देमाल नेरे गादाको फान्देमाल चाहिँ के गर्ने त, अब यसलाई चाहिँ के गर्ने त, नेरे ओदा गर्ने कि ओल्ला गादा गर्ने होला, ओल्ला गादा गरिदिने। के गर्ने यसलाई ओल्ला गादा हल्ला नगर्नुहोस् ल। यसलाई दुई तरिकाले चाहिँ यसको चाहिँ फान्देमाल भन्न मिल्छ क्या है। एउटा चाहिँ कस्तो छ भने यो खादालाई के राख्ने सेम राख्ने, एज इट इज राख्ने, जस्ताको तस्तै राख्ने। नेरेको चाहिँ के गर्ने ओल्ला गर्ने। त्यही भएर नेरे गादाको फान्देमाल के गर्ने ओल्ला गादा गरिदिने। कुरो बुझ्यो है। अनि कसरी भयो त यस्तो यो भन्दाखेरि चाहिँ एउटा चाहिँ कस्तो हो भने छिसीबाट हुन्छ, निर्देशनबाट हुन्छ, अर्को चाहिँ हेङदोङबाट हुन्छ। दुई तरिकाले हुन्छ। के भने यो भने जस्तो लाग्छ तपाईँहरूलाई, जस्तो तलतिर जानु यो चाहिँ मेरो हेङदोङ हो, मलाई कसरी छिसी गरेको छैन, निर्देशन गरेको छैन, म तलतिर गएँ भने चाहिँ अब यसलाई चाहिँ के भन्नु पर्यो फेरि, अब माथितिर के गर्नु पर्यो जाने भन्नु पर्यो, माथितिर गएँ भन्नु पर्यो नि त। कुरो बुझेपछि एउटा चाहिँ हेङ्दोबाट भयो। अर्को चाहिँ छिसीबाट भनेको जस्तो मैले कसैलाई तल आऊ तल भनिरहेको छु नि मैले, त्यो मान्छे कहाँ जान्छ तल जान्छ। त्यो मान्छेलाई मैले तलै पठाउनु पर्छ भने अब मैले उल्टो बोल्नु पर्ने कन्डिसन कहिले आउँछ भने तल आऊलाई के भन्नु पर्यो तल जाऊ भन्नुपर्ने हुन्छ क्या। कुरो बुझ्यो नि। त्यस्तो कन्डिसनबाट फान्देमाल हुन्छ। अब भनेपछि यस्तो भयो, यो नेरे गादाको फान्देमाल दुईवटा राख्न मिल्यो नि। एउटा चाहिँ के भन्नु मिल्यो नेरे ओदा भन्न मिल्यो फान्देमालमा। कुरो बुझ्यो नि। किनभने यो चाहिँ केबाट भयो भने छिसीबाट भयो। जो मान्छेलाई मैले तल जाऊ भनिरहेको थिएँ नि, त्यो मान्छेलाई तलै पठाउनलाई मैले अब उल्टो बोल्नुपर्ने हुन्छ। के भन्नु पर्यो तल आऊ भन्नुपर्ने हुन्छ। तलै आउँछ चाहिँ त्यो मान्छे। यो चाहिँ छिसी अन्तर्गत पर्यो। मेरो भनाइ कस्तो भयो उल्टो भयो। त्यो मान्छेले जे क्रियाकलाप गर्यो नि सेम क्रियाकलाप छ। ल हेर्नुहोस् त, अहिले यो झर्ने मान्छे यो पहेँलो ड्रेस लगाएको मान्छे हो नि कि कसो। अहिले यो नेरे गादा भनेर भन्यो नि, यसले यो कहाँ झऱ्यो तलै झऱ्यो है। अर्को यसले चाहिँ नेरे ओदा भनेर भन्यो नि, यो मान्छे कहाँ नै आयो तलै आयो भने यो यसले गर्ने हेङदोङ त सेम छ कि छैन छ। तर छिसी गर्ने मान्छेको नजरबाट चाहिँ शब्द के भयो उल्टो भयो है। नेरे गादा भन्ने ठाउँमा के भन्नु पर्यो नेरे ओदा भन्नु पर्यो। यसको फान्देमाल एउटा यो हुने भयो, अर्को चाहिँ के हुने भयो ओल्ला गादा हुने भयो। तलतिर नि आयो क्या। किनभने यो चाहिँ फेरि छिसीबाट हो कि हेङदोङबाट हेङदोङबाट। दुईवटा एन्सर किन राख्ने नि, तपाईँलाई दुईवटा एन्सर राख्ने मिल्छ त मिल्दैन नि त होइन। खै यहाँतिर अब मान्छेले बनाउँछन् अझै यस्तो भने नि त, कतिपयले त एन्सर के सिकाएको था, यो पनि राखेको छ नि यो पनि राखेको छ अनि यो पनि राखेको छ, र एन्सर चाहिँ के भनेको छ ओल्ला ओदा भनेर भनेको नि त उनीहरूले। कुरो बुझ्यो नि। उनीहरूले के भनेको छ भने नेरेको चाहिँ फान्दे के हो ओल्ला, खादाको चाहिँ फान्दे के त ओदा भनेर त्यसरी उल्टो भनेको छ। तर त्यो कुरो हो र होइन। यो त के आधारमा के आधारमा भन्ने कुरो बुझेन नि। यो त एउटा चाहिँ छिसीको आधारमा हुनु पर्यो फान्दे होइन। तपाईँले मैले तल जाऊ भनेर भने नि, तपाईँ तलै जानुभयो। अब मैले चाहिँ तलै बोलाउनु पर्यो भने के हुनु पर्छ मैले फेरि अब तल आऊ भन्नुपर्ने हुन्छ नि त। मेरो भनाइ उल्टो भयो त्यतिखेर, बोल्ने भनाइ उल्टो भयो। अर्को चाहिँ हेङदोङ उल्टो भयो। हेङदोङ भनेको चाहिँ जस्तो मलाई कसरी छिसी पनि देखाएन, तल जानुको उल्टो चाहिँ के भयो त माथि जानु हुन्छ नि होइन। तल आउनुको चाहिँ के भन्छ माथि आउनु, के भयो माथि आउनु। एउटालाई चाहिँ सेम राख्ने, दुइटै उल्टाउन मिलेन। जस्तो यो नेरेको चाहिँ ओल्ला अनि खादाको ओदा भनेर राख्न मिल्छ कि मिल्दैन मिल्दैन। कि तपाईँले यो खादालाई चेन्ज गर्नु पर्यो, खादालाई ओदा बनाउनु पर्यो, कि नेरेलाई के बनाउनु पर्यो ओल्ला बनाउनु पर्यो। दुईवटा मध्ये एउटा मात्रै चेन्ज गर्ने हो, दुईटै चेन्ज गर्न मिल्दैन त्यस्तो कुरा। अब यतापट्टि आयो यो थुरो गादाको कुरो आयो। हामीले धेरै पटक भनिसकेको छ थुरो गादा भनेको चाहिँ के हो भित्र जानु हो। थुरो गादामा चाहिँ अब यो एउटा चाहिँ चित्रबाट हेर्नु पर्यो, एउटा कन्सेप्टबाट होइन। थुरो गादा थुरो ओदा, त्यसपछि नागादा र नाओदा चाहिँ चित्रको कन्सेप्टबाट हेर्नु पर्यो। चित्र आयो भने कसरी गर्ने भन्ने कुरोबाट है। यो बोल्ने व्यक्ति चाहिँ यो छ नि त। अर्को चाहिँ जाने मान्छे भित्र गइरहेको छ, यसले पक्कै पनि थुरो गादा भनेर छ भित्र जाऊ भनेर चाहिँ मबाट यो मान्छे कहाँ गयो टाढा गयो।
अर्को चाहिँ थुर ओदा भनेपछि यो बोल्ने व्यक्ति यो छ, यो भित्रै आइरहेछ भने चाहिँ थुर ओदा भन्नु पर्यो। कुरो बुझ्यो नि? भनेपछि थुर गादाको फान्दैमाल के हुन्छ? थुर ओदा हुन्छ। कुरो बुझ्यो नि? एउटा मात्रै चेन्ज गरेको हो, थुर थुर सेम, खादाको के गरेको? ओदा गरेको। यसको चाहिँ फान्दैमाल के पनि हुने हो फेरि? नागादा। कुरो बुझ्यो नि? यो चाहिँ केबाट हुने भयो त भन्दाखेरि चाहिँ भित्र जानुको बाहिर जानु। भित्र गयो त्यो मान्छे भित्र छिर्यो, अब त्यो मान्छे कहाँ जानु पर्यो? बाहिर जानु पर्यो। नागादा भयो। नाओदा भने चाहिँ के भयो फेरि? बाहिर आउनु भयो। यो चाहिँ थुर गादाको फान्दैमा नाओदा गर्न मिलेन, किनकि दुइटै उल्टी हो। यो चाहिँ त्यसो हुन्छ। नाओदा भनेको के हो त? बाहिर आउनु। अब एउटा कुरो हामीले चित्रबाट हेर्ने अहिले चाहिँ है, चित्रबाट हेर्ने, चित्र आयो भने यो थुर गादा हो कि थुर ओदा हो कि नागादा हो कि नाओदा हो भने छुट्याउनु पर्यो चित्रबाट। अर्को कुरो चाहिँ फान्दैमालबाट छुट्याउनु। थुर गादाको फान्दैमाल के गरिदिने? नागादा। थुर गादा भने त्यो मान्छे कहाँ गयो? भित्र गयो। नागादा भने त्यो मान्छे कहाँ गयो? बाहिर गयो। यो चाहिँ हेङदोङबाट पर्यो। सिसीबाट पर्यो कि हेङदोङ? हेङदोङबाट पर्यो है। अनि अब यो थुर गादाको फान्दैमाल थुर ओदा पनि गर्न मिल्यो। थुर गादा भनेको म बाहिर बसेको बेला मैले के भन्नु पर्यो? थुर गादा भने भित्र जाऊ भन्नु पर्यो, होइन र? त्यो मान्छे कहाँ गयो? अब भित्र गयो। त्यो मान्छेले मैले भित्रै पठाउनु छ, तर अब मैले चाहिँ छिसी चाहिँ के गर्नु पर्यो? फान्दै बोल्नु पर्ने भयो। थुर ओदा भन्नु पर्यो। के भन्नु पर्यो? थुर ओदा। अब म बाहिर भएको छु नि, म बाहिर भएको बेलामा कसैलाई भित्र पठाउनु पर्यो, थुर गादा भन्नु पर्यो, होइन र? त्यो मान्छे कहाँ गयो? भित्र गयो। अब म चाहिँ अहिले कहाँ छु भने भित्रै छु, तर त्यो मान्छेले मैले भित्र ल्याउनु पर्यो। ऐ भने शब्द भनेर भयो त? अब थुर गादा भनेर भयो त? अब मैले त के भन्नु पर्यो? थुर ओदा भन्नु पर्यो। मेरो बोली त के हुन आयो? उल्टो त हुन आयो। फान्दैमाल भने के हो? उल्टो त भयो त। एउटा सिसीबाट उल्टो भयो, अर्को चाहिँ हेङदोङबाट उल्टो। दुई किसिमको छ यसमा। सम्भवतः कोरियरले क्वेसन बनाउँदाखेरि दुइटै यसरी राख्दैन, एउटा राख्छ, अर्को चाहिँ बरु नाओदा चाहिँ राख्न सक्छ। किनभने नाओदा चाहिँ दुइटै चेन्ज गरेर छ, मिल्दैन। यो चाहिँ एउटा त्यहाँबाट त्यो पोइन्ट अफबाट भ्यूबाट हेर्नु पर्यो, फान्दैमालबाट। अर्को चाहिँ यहाँबाट अब यो थुर गादा भनेको चाहिँ थुर गादा धेरै ठाउँमा प्रयोग गर्नु मिल्छ नि त, अरू ठाउँमा पनि प्रयोग गर्न मिल्यो नि त, होइन? जस्तो मेरो आँखामा के पर्यो भन्दा नि के प्रयोग गर्ने हो? थुर गादा है। अर्को चाहिँ खानेकुरामा के मिसा हुन्छ भन्नु, के हाल्या हुन्छ भने नि के हो त? थुर गादा, होइन? अनि छुट्टी गरेर घर फर्काउनु पनि के हो त? थुर गादा हो। एउटा भित्र जानु पनि भयो, होइन? एउटा कन्डिसन के भयो? भित्र जानु भयो। लेख्नुपर्छ र तपाईँलाई यो धेरै पटक हामीले भनिसकेको छ नि, होइन? एउटा चाहिँ थुर गादा भनेको चाहिँ भित्र जानु भयो नर्मल्ली है। फाँगे थुर गादा भनेको कोठाभित्र जाने भन्ने भयो है। आनुरो थुर गादा भनेको भित्रतिर जाने, भित्र जाने भन्ने भयो। अर्को चाहिँ जस्तो खिम्ची चिगेमा थैजीको गिरु है, थुर गादा भन्न पाइभएन? पाइयो। खानेकुरामा के हालेको? थुर गादा। अर्को चाहिँ थुर गादा भनेको चाहिँ छुट्टी गरेर घर जानु पनि के हुन्छ? थुर गादा। थुर गयो भन्छ कि कोरियरले है। नाम बन्द थुर गाल्के हो, म पहिला जान्छु, होइन? छनछनी उसै हो, बिस्तारै आउनुहोस्। अथवा मेरो चाहिँ हालिरी मान आयो, मेरो गर्नुपर्ने काम धेरै छ, होइन? मन्ज थुर गासै हो, पहिला तपाईँ छुट्टी गरेर जानुहोस्। र अर्को शरीरमा केही चिज पर्यो, होइन? जस्तो छे मोमे, मेरो शरीरमा याक फुमी थुर गास सयो भने कि त औषधि पर्यो, केमिकल पर्यो भन्दाखेरि पनि के प्रयोग गर्ने? थुर गादा। यो पोइन्टबाट अब थुर ओदाको त्यसलाई केही भएन। अर्को चाहिँ थुर ओदा भनेपछि यसलाई चाहिँ कहाँ पनि भन्नु पर्छ? थुर ओदा चाहिँ ब्याङ्कमा पैसा आयो, खातामा पैसा आयो भने के हुन्छ? थुर ओदा। ओलगुबी थुर वास सयो भने कि त तलब चाहिँ आयो। थुर ओदा त्यसरी नै प्रयोग गर्न पाइन्छ है। र नागादा भने के हो? बाहिर जानुभयो, होइन? अथवा यसलाई चाहिँ कस्तो त भन्दाखेरि चाहिँ यो छङ्गी छ नि, छङ्गी बत्ती फ्ल्याटेर जान्छ नि, त्यसलाई पनि के हुन्छ? नागादा। छङ्गीका नागादा भने के हो? बत्ती जान हो। त्यो पनि मिल्छ है, त्यसरी पनि भन्दा मिल्छ त्यसलाई चाहिँ। यता पनि लान मिल्यो नागादामा। नाओदाको कुरो चाहिँ धेरै छ होइन त? एउटा कुनै चिजको पैसा लाग्नु पनि के हुन्छ? नाओदा हुन्छ। नाओदा र के राखेको छ हामीले? थुल्दा। यो चाहिँ के लाग्नुमा? यो चाहिँ पैसा वा त्यही भाडा त हो नि, होइन? भाडा लाग्नुतिर जान्छ यो चाहिँ, होइन? अर्को चाहिँ बजारमा नयाँ सामान आएछ है, रिलिज भएको छ नयाँ सामान भन्दा नि के हो? नाओदा भयो। कुरो बुझेन? त्यसरी बेलामा चाहिँ नाओदा भन्ने प्रयोग गर्छ।
अर्को चाहिँ मेसिनबाट सामान झऱ्यो पनि के हुन्छ, नआउँदा हुन्छ। यो नआउँदा चाहिँ एउटा चाहिँ यो मेसिनबाट सामान आउनु, मेसिनबाट सामान आउनु। अर्को चाहिँ बजारमा नयाँ सामान आउनु। अर्को धारामा पानी आउनु पनि के हुन्छ, नआउँदा। मूल अन्न आयो हो भने के त पानी आएन। आजसी युगेशी भजनशील मूल अन्न आयो भने के त पानी आएन। त्यसरी होइन, पानी माथिबाट आकाशबाट पानी पर्नु होइन नि, फेरि धारोमा पानी आउनु पनि के हुन्छ, नआउँदा। फी नआयो भने के त रगत आयो। धेरै ठाउँमा चाहिँ यो नआउँदा भन्ने प्रयोग गर्न मिल्छ। त्यो कुरा हामीले अलिअलि याद गर्ने, खासै टेन्सन भएन त्यसलाई है। यतापट्टि अब अर्को चाहिँ यो खण्डगादा भन्यो। खण्डगादा भने चाहिँ के हो त, पार गर्ने। यो चाहिँ खण्डगादा भनेको चाहिँ पार गर्ने। अब कुनै पनि आँकडा पार गर्ने चाहिँ छिनादा हुन्छ। के हुन्छ, छिनादा हुन्छ। हामीले हिजो भन्यौँ नि, हिजो अस्ति पढेको थियो नि त्यसमा। र यो खण्डगादा भनेको चाहिँ बाटो क्रस गरेर पार गरेर जानेले चाहिँ के हुन्छ त, खण्डगादा हुन्छ है। यहाँ चाहिँ अब के छ भने सिनोदुङ हेरेर बाटो पार गर्नु पर्यो होइन। सिनोदुङ भनेको के हो, ट्राफिक लाइट हो। यो रङलाई कस्तो रङ भन्छ भन्नुहोस् त, यो चाहिँ छोरोक्सेक। के भने यसलाई, छोरोक्सेक। र अर्को के पनि भने नोक्सेक होइन त। अहिले क्वेसनमा तपाईँलाई त्यहाँ झुकाउनु थियो कि थिएन, त्यहाँ लेखेर चाहिँ छोरोक्सेक लेखेको थियो, तर भन्ने बेला लिस्निङमा के भनेको थियो, नोक्सेक भनेको थियो, थिएन र। यो कलर छोरोक्सेक र अर्को चाहिँ के हो त्यो, नोक्सेक हो। यो हिङ्नान बोधो भन्यो भने के हो, यो जेब्रा क्रस हो। तपाईँले जेब्रा क्रसको बारेमा चाहिँ फेरि औहीमा आउनसक्छ। जेब्रा क्रसको चाहिँ औहीमा चाहिँ लाइट फिट गरेको बाटो काट्दाखेरि प्रयोग गरिने, त्यतिखेर गाडीलाई चाहिँ यसले के गर्छ भन्नुहोस् त, होइन रोक्छ। त्यसरी बाटो काट्ने सिस्टम मिलाएको चाहिँ के हो, हिङ्नान बोधो हो। अब युक्यको बारेमा आउनसक्छ है। यो चाहिँ हिङ्नान बोधो नभएको ठाउँमा चाहिँ युक्योबाट चाहिँ बाटो काट्नु पर्यो भने तपाईँ यो युक्यो र ओलागाया हामीदा कि खिरुल खन्डाया हामीदा, खिरुल खन्डाया हामीदा होइन। यो युक्योमा माथि जाने बेला भन्छ मान्छेले, माथि जाने हो कि बेसबाट बाटो काट्यो, बाटो काट्यो। उइरो खोला ओलागाम्निदा हो कि यो खिरुल खण्डम्निदा, खिरुल खण्डम्निदा बाटो चाहिँ काट्ने हो यो चाहिँ। अनि युक्योको के फाइदा छ भने यो चाहिँ बाटो काट्दाखेरि चाहिँ गाडीको जुन गाडी चल्छ नि, गाडी चलाउन नरोकिकन, अवरोध नगरिकन बाटो काट्न मिल्ने गरी बनाइएको ठाउँ चाहिँ के हो, फेरि युक्यो। यहाँबाट गाडी पास भएर गइरहन्छ, तर हिङ्नान बोधोमा चाहिँ गाडीलाई के गर्नुपर्ने हुन्छ, रोक्नुपर्ने हुन्छ। युक्योमा चाहिँ गाडी रोक्नुपर्ने आवश्यक छैन, छैन। मैले औही बनाएको छ नि, तपाईँहरूले त्यो औही चाहिँ हेर्नु पऱ्यो राम्रोसँग। सबै बनाएको छ मैले, यो 1 च्याप्टरदेखि 60 च्याप्टरसम्मको औही बनाएको छ सबै। त्यसमा युक्यो हिङ्नान बोधो सबै छ, सबै लेखिदिएको छ मैले। फर्मली रूपमा कसरी आउँछ भनेर लेखेको छ। यो युक्यो चाहिँ गाडीलाई नरोकिकन बाटो काट्न मिल्ने गरी बनाइएको ठाउँलाई चाहिँ के भन्छ, युक्यो भन्छ है। अब यतापट्टि ओक्साङ भनेको के हो, यो छत हो। छिबुङ भनेको के हो, छाना हो। अब यो कहिले कहिले त्यही छैन झुकिरहेको हुन्छ मान्छेले होइन। यो छिबुङ भनेको चाहिँ के हो भन्नुहोस् त, छिबुङ भनेको चाहिँ छाना हो। छिबुङ भनेको चाहिँ यो छाना हो भने ओक्साङ भनेको चाहिँ के हो त, छत हो है। यो चाहिँ ओक्साङ चाहिँ के को हुने, यो आफाथुको हुने। छिबुङ चाहिँ के को हुने, यो चाहिँ हाडोको हुने है। र अर्को छिहा भनेको के हो त, अन्डरग्राउन्ड हो, मुनि भयो। खुन्छ नजिक भएको यसलाई चाहिँ के भन्छ त, छुब्यान। अर्को के पनि छ, इङ्गुन भन्ने छ होइन त। र यसलाई के पनि भन्छ त, अर्को चाहिँ खाक्काई, खाक्काई पनि भन्छ। सागरी भने चाहिँ के भयो, चौबाटो भयो। सामगरी पनि हुन्छ, फेरि सागरी मात्रै हुन्छ भन्ने छैन। सामगरी, ओगरी, फालगरी यस्तो हुन्छ। बाटो जोइन भएको ठाउँ हुन्छ क्या, त्यसो चाहिँ यो खरी भनेको चाहिँ एउटा मिनिङ बाटो, अर्को मिनिङ के हो, दूरी हो। छिबेस वैशाखाजी खरिगा अथके थेम्निका भन्यो भने चाहिँ बाटो कस्तो छ भने कि दूरी, डिस्टेन्स।
यो खरी भनेको अर्को मिनिङ के भने जस्तो दूरी, डिस्टेन्स, डोरी भने होइन, दूरी। माथुको कुरो त भइहाल्यो। माथु भनेको चाहिँ यो स्कुल कलेजको नजिकै रहेको, बस स्टपको नजिकै रहेको किराना पसललाई के भन्छ? माथु भन्छ है। यो मैले सिकेर आवश्यक छ त छैन है, यो जाने छैन तपाईँहरू। यो अहिले माथि नै भन्यो हामीले यसको बारेमा। अब सेयो र के आयो त? उसेयो आयो। सेयो र उसेयोलाई चाहिँ नुहोस्, घरमा सुत्नु पऱ्यो भाइ, जहाँ तै सिकेको छ 9 बजी त सुत्नु सब। जति पढ्नु पढिसक्यो, बुझ्यो नि, यस्तो डराउनु पर्दै पढ्ने स्थिति नै छैन। ग्रामरको सतलक्क बुझेर ओडी मिनिङ तान्यो भने सेन्स अफ ह्युमर लाउने हो। जस्तो यहाँ चाहिँ तपाईँको 39, 38 भन्दा कम त कहिल्यै पनि आएको छैन। यहाँभन्दा धेरै सजिलो आउने हो क्वेसन त्यहाँ। आज हामीले जुन खालको क्वेसन गऱ्यौँ नि, सिम्पली एकदम सफ्टली क्वेसन आउने हो क्या, डराउनै पर्दैन। डराउनु चाहिँ भएन। ग्रामर सबै पढिसकेको छ नि, होइन र? अब यो सेयो र के आयो? उसेयो आयो। यसको मिनिङ एउटा चाहिँ के हुन्छ? नुहोस्। यसले चाहिँ के गरेको बेलामा भन्नुहोस् त? म्याङ म्याङ। र के गरेको बेलामा? पुथाङ, पुथा। यो गरेको बेलामा अर्को मिनिङ चाहिँ के पनि हुन्छ त? नु हुन्छ। यसको मिनिङ चाहिँ दुईटा लाग्यो, कन्डिसन दुईटा, यसको प्रयोग गर्ने कन्डिसन दुईटा भयो। सेयो र उसेयोलाई बुझ्दाखेरि चाहिँ हामीले यो ग्रामर राम्रोसँग बुझ्नलाई चाहिँ पहिला सुरुमा फर्मेट हामीलाई नर्मली थाहा छ। यो चाहिँ वाक्यको फर्मेटमा पढ्यो हामीले। अनि सेयो र उसेयो दुईटा दिनुको कारण भर्ब एन्डिङमा जोड्ने र के त? पर्सन एन्डिङमा जोड्ने। यो ग्रामर जोड्दाखेरि इरेगुलर भर्ब के हुन्छ? चेन्ज हुन्छ। त्यो कुरा एकदम महत्त्वपूर्ण छ। यो चाहिँ हामीलाई मिचुल दिन भन्ने क्वेसनको लागि काम लाग्यो। इरेगुलर भर्ब त यसले के गराउँछ? चेन्ज गराउँछ है। त्यो कुरो थाहा गर्न पर्यो। अनि कस्तो अवस्थामा प्रयोग गर्ने भने यो प्रयोग गर्ने अवस्था कतिवटा छ? दुईटा छ। एउटा चाहिँ अरूलाई आदेश दिँदा अथवा अनुरोध गर्दा, अर्को चाहिँ नु हुन्छ भनेर सामान्य खाली वाक्य भने प्रयोग गरिन्छ। अब आदेश गर्दाखेरि नु होस् भन्ने मिनिङ लाग्यो, अर्को सामान्य कन्डिसन पनि प्रयोग गर्ने भयो। यसमा अब सेउ सेन ठोङसाए पुछ थिन्न सारान एगे सुन्ने मान्छेलाई अत्तन हेङदङ्गोल हालगसु, कुनै क्रियाकलाप गर्ने कुरालाई म्याङ म्याङ हागना आदेश दिने वा योसँग हाल्ते अनुरोध गर्ने बेलामा प्रयोग हुन्छ। यो अब फाचिम छ भने चाहिँ उसेयो, फाचिम छैन र ल एन्डिङ छ भने सेयो। ल के हुन्छ? हट्छ। ल चाहिँ हट्छ। त्यति कुरा ख्याल गर्नु पर्यो। ल भएको बेलामा कस्तो भाग जोड्ने? सादा भाग जोड्ने है। जस्तो थाक्ताको थाक्नु चाहिँ हो, पुस्नु भयो। खादाको खास्यो र मिल्दाको मिसायो। मिल्दा भनेको धकेल्नु। यसको फान्देमा चाहिँ के हुन्छ? थाङ्गिदा हुन्छ होइन। यो थाङ्गिदा, थाङ्गिदा भनेको चाहिँ मिनिङ के हो त? तान्नु। मिल्दा भनेको धकेल्नु है। छाङमुल थाक्नु चाहिँ हो, झ्याल पुस्नुहोस् भयो। इछोमुरो ओल्लागा छ हो, दोस्रो तलातिर माथितिर जानुहोस्। नेइरुन इल्चिक थोइगुन हाँसे हो। इल्चिक भने के हो त? चाँडै हो। यो वर्ड चाहिँ तोकिएको समयभन्दा चाँडैलाई के भन्छ? इल्चिक भनेर भन्छ है। यतापट्टि केही कुरो छ त भन्दाखेरि चाहिँ सेउ सेन म्याङन्याङ हाल्ते छुरो साग खाएको छुसेनुन फुथा खागना योसँग हाल्ते छुरो साग हाम्दा भने। जब भिएसटीमा सेयो र उसेयो लाग्यो भने चाहिँ मेनली यसले आदेश भने जनाउँछ। आयो ए लगाएर अनि पछाडि छुसेयो लाग्यो भने चाहिँ यसले जनाउँछ योसँग भने के हो? अनुरोध भने जनाउँछ। सामान्य कुरो त्यसो छ। यो मुरुल चोम थादा जुसेयो भन्यो, थादा जुसेयो भन्यो। थादु सेयो गऱ्यो भने चाहिँ आदेश अरे। यो थात्तालाई चाहिँ सिधै यसरी उसेयो जोडेर थादु सेयो गऱ्यो भने चाहिँ यसले आदेश अरे। अहिले थादु सेयो कि थगियो चाहिँ थादा जुसेयो, थादा जुसेयो छ। यो अलिकति के छ? यो चाहिँ फरक छ। ल त्यही कुरा हो। अब नु हुन्छ भन्ने मिनिङ कसरी लाग्छ भन्दाखेरि चाहिँ यो एड्जेक्टिभसँग जोडिएको अवस्थामा ह्याङयङसा र आदर गर्ने व्यक्ति।
अर्को चाहिँ प्रश्न गरेको अवस्थामा हो यो तीनटा कन्डिसनमा चाहिँ यसको के मिनिङ लाग्छ त नो हुन्छ यसरी नो हुन्छ भन्ने मिनिङ लाग्छ यसको चाहिँ तीनटा कन्डिसनमा अब जस्तो यो एडजेक्टिभ हेर्नुस् त है यसको चाहिँ खिगा खु अनि सेयो गर्यो नि यो भनेको मिनिङ अग्लो हुनुहुन्छ अग्लो हुनुहुन्छ भयो आदर गर्ने व्यक्तिमा जस्तो आबोजी के छ भन्यो अनि अनि के आयो शिक्षा हाँस्यो भन्यो भने बुबाले चाहिँ खाना खानुहुन्छ भने हो अब अर्को फेरि प्रश्न गर्छ भनेपछि अदि खासयो भन्यो भने अदि खासयो गरेर क्वेसन गर्यो भने कहाँ जानुहोस् हो कि कहाँ जानुहुन्छ भनेर लाग्छ अर्थ त्यस्तो भनेको कुरा यो बुझ्छ तपाईँहरू सबैले थाहा छ यो कुरा यसमा त्यस्तो केही गाह्रो भएन यो मैले सिकाउन आवश्यक परेन जाँचमा आउँदाखेरि यहाँबाट आउँछै जान्छ क्वेसन यो चाहिँ बुझ्नुपर्छ हामीले यो खपिसक चाहिँ कहाँ छ भन्नुहोस् त ओक्साङमा छ छिबुङमा हो कि ओक्साङमा अब यो चाहिँ कस्तो हुन्छ नि यो भुइँ तला छ होइन यसलाई चाहिँ एक तला भनिहाल्छ कोरियनले हाम्रो चाहिँ नेपालमा चाहिँ यसलाई एक तला मान्दैन तर कोरियनले यसलाई इल्छुङ यसलाई के भयो इछुङ यसलाई के भयो सामसुङ त्यसरी जाने हो बुझेन कुरा हाम्रो नेपालमा चाहिँ यो चाहिँ ग्राउन्ड फ्लोर भन्छ एक तला मान्दैन नि त माथि गइसकेपछि मात्रै एक तला माथि भन्छ नि त तर कोरियनहरूको चाहिँ त्यो ग्राउन्ड फ्लोरमा रहेकोलाई नै के भन्छ यसले एक तला भन्छ अनि यहाँभन्दा मुनि गइसकेपछि के हुन्छ फेरि छिहा अनि के हो यो इल्छुङ त्योभन्दा मुनि गयो छिहा इछुङ फेरि तलबाट एक तला हुँदै आउने हो कि माथिबाट जाने हो माथिबाट यो 1 2 3 हुँदै तल जाने हो यो चाहिँ छिहाभन्दा माथि गएपछि चाहिँ त्यो कुरो बुझ्नुपर्छ यो खन्मुल आने हो कि फाके हो फाके अरू चाहिँ यसमा त्यस्तो गाह्रो कुरो केही पनि छैन त्यसरी नै बुझ्ने हो त्यसलाई चाहिँ अब यो थेवाईमा चाहिँ यो अहिले चाहिँ यसले म्याप हेरिरहेछ होइन त्यस्तो हुन्छ नि जस्तो एउटा छिदो भन्ने हुन्छ छिदो भनेको चाहिँ कुनै पनि देशको नक्सा देखाएको के हो छिदो हो याक्तो भनेको कुन ठाउँमा कुन बाटोमा कसरी पुग्ने भने बाटो देखाएको हुन्छ नि त्यो चाहिँ के हो याक्तो छिदो र याक्तोको कुरो है जस्तो नेपालको नक्सा देखायो भने त्यो छिदो हो कि याक्तो हो छिदो हो अब कुन ठाउँमा जाँदाखेरि कसरी जाने भने बाटो देखाएको हुन्छ त्यो चाहिँ के हुन्छ फेरि याक्तो हो फिस्तानमाल हो यो छिदोको फिस्तानमाल के हो त यो चाहिँ याक्तो हो तर फरक छ युसुफुले भन्छ वैसा खुन्चाए याकुगी इसयो भने यो पछाडि तर अब भएपछि इरे के लागेको ने खाका भयो नजिक छ माथु आने इसयो त्यो माटको भित्रै छ माथुए अत खे खायो माटमा कसरी जाने वैसा आप सागरी छ कम्पनीको अगाडि रहेको सागरीबाट उरुन चौगुरो खासयो दाहिनेतिर जानुहोस् खुरमेन भन्ने कुरा आयो यो एकदम इम्पोर्टेन्ट छ हल्ला नगर्नुहोस् है यो एक्जाममा आउँछ है तपाईँलाई यो खुरमेन भन्ने इम्पोर्टेन्ट छ यसलाई हाइलाइट गर्नु पर्यो यो कस्तो अवस्थामा प्रयोग गर्ने अवस्था काम गरे पछिको के बताउँदाखेरि नतिजा बताउँदा प्रयोग गरिन्छ काम गरेपछिको नतिजा बताउने यसले अहिले यहीँनेरि भन्ने हो भने नि भैसा आप सागरीय छ त्यसले सोधेको थियो नि त माथि सोधेको थियो प्रश्न के थियो भने यो माथु ए अथ खे खायो
माटमा कसरी जाने रे? भए साप सागरीय छ, कम्पनीको अगाडि रहेको चौबाटोबाट ओरुङ जोगुरो खासै हो, दाहिनेतिर जानुहोस्, एउटा काम गर्यो। त्यसपछि नतिजा स्वरूप चाहिँ के आउँछ? खुरमेन माथुगा इसय। अनि त्यति गरिसकेपछि त्यहाँनिर के छ त? माट छ। यो खुरमेन कुन अवस्थामा प्रयोग गर्ने भन्ने कुरो हो है। कहाँ पनि प्रयोग गर्न सक्छ भन्दाखेरि चाहिँ जस्तो इर्हाल्तेनुन छाङ्गाबुल आन्किगो हाजिमासे हो। काम गर्ने बेला पन्जा नलगाएर काम नगर्नुहोस्। खुरमेन तपाईँले त्यसो गर्नुभयो भने, पन्जा लगाएर काम गर्नु, पन्जा नलाइकन काम गर्नुभयो भने थाचिल्छु इसयो, चोट लाग्न सक्छ। इर्हाल्तेनुन छिप्चुङ आशय, काम गर्ने बेलामा के त? होसियार हुनुहोस् है। अनि आङ्गुरोमेन भनेको त्यसो गरेन भने थाचिल्छु इसयो। खुरमेन भने त्यसो गर्यो भने अर्को शब्द कुन राख्दछ? आङ्गुरोमेन। आङ्गुरोमेन भने चाहिँ त्यसो गरेन भने, त्यो पनि अलि इम्पोर्टेन्ट मिनिङ छ। उसले बताइदिएको भएर के भने उसले चाहिँ खाम्सा हामिदा। यिनीहरू मैले सिकाउनु परेन। यो चाहिँ मालसुम चोम यचुप के सुनिदा भने, यचुप्ता भने के हो? सोध्नु होइन। यो मुत्ता को फिस्तनमाल चाहिँ के हुने भयो भन्नुहोस् त? एउटा चाहिँ यचुप्ता। यचुप्ता पनि लेख्छ, अर्को के पनि लेख्छ त? यचुदाले पनि लेख्छ। दुईटै हो। अथवा यसलाई के पनि भन्न मिल्यो भन्नुहोस् त? सिल्मुनादा होइन र? सिल्मुनादा नि भन्न मिल्यो यसलाई। मालसुम चोम यचुप के सुनिदा, म तपाईँलाई केही कुरा सोध्दैछु भने। छियाचर यगे अथो के खायो, यो ट्रेन स्टेसनमा कसरी जाने? छगी सागरीय छ, ऊ त्यो चौबाटोबाट ओरुङ चोगुरो खासै हो, दाहिनेतिर जानुहोस्। सामान्य यसरी हो। एउटा चाहिँ नोट भनेर लेख्नुहोस् त। एसटी प्लस सेयो र उसेयो चाहिँ अरूलाई के दिन पनि प्रयोग मिल्छ? सल्लाह। आफूमियन फ्याङ्गोने खासै हो भने के त? बिरामी हुनुहुन्छ भने हस्पिटल जानुहोस् भनेर के दिएको यसले? हो, यो चाहिँ कुन कुरालाई काम लाग्यो भने सवालको जवाफ। पछि क्वेसन आउँछ नि 29 देखिको क्वेसन, सवालको जवाफमा चाहिँ यसरी हामीले बुझ्यो भने सजिलो हुने भयो हामीलाई। अब यो थोरोमेङ छुसुको बारेमा आयो। मुनोवा छङ्गोमा थोरोमेङ छुसुको बारेमा यहाँनिर यसो बुझौँ। पहिला यो एक्जाम्पललाई हेरौँ, किनभने यसले अहिले यो एक्जाम्पललाई चाहिँ यसले आधार बनाएको छ क्या। छाङचो र अन फ्याङ्मोकुङ भन्ने दरबारमा जानु छ। कोरियनमा कसरी एड्रेस लेखिन्छ, यङमा कसरी लेखिन्छ देखाएको छ। अब हाङ्गु सानप इलिया कोङदानको बारेमा छ। यो कोरियनमा एड्रेस कसरी लेख्ने र अङ्ग्रेजीमा कसरी लेख्ने भन्ने छ है। यसले सौल तुप्पेल सी भनेको सौलको के हो? यो विशेष सहर सी लेख्ने रे पहिला। अनि अर्को छोङ नो के लेख्यो? गु। अर्को चाहिँ साजाङ नो, साजिङ नो। अर्को चाहिँ के आयो? नम्बर लेख्यो लास्टमा। अब यो अङ्ग्रेजीबाट लेख्दाखेरि चाहिँ के लेख्नु पऱ्यो भने सी भनेको सहर चाहिँ यो चाहिँ ठुलो युनिट हो। कस्तो युनिट हो? यो ठुलो युनिट। यो चाहिँ सबैभन्दा के युनिट हो? चाहिँ सानो युनिट हो। सानो लेख्यो है। अङ्ग्रेजीले लेख्दाखेरि चाहिँ सबभन्दा सुरुमा फेरि के लेख्यो? सानो लेख्यो।
अनि लास्टमा के लेख्यो ठुलो लेख्यो भनेपछि अङ्ग्रेजीहरूको चाहिँ यो एड्रेस लेख्ने स्टाइल र कोरियनहरूको एड्रेस लेख्ने स्टाइल चाहिँ थोङ्गिरहेको हो कि फान्दै आधा फान्दै आधा पहिलो कुरो त्यति कुरो बुझौँ हामी अनि त्यसपछि यहाँ भनेको कुराहरू के रहेछ भनेर बुझ्नु पर्यो 한국에서는 कोरियामा चाहिँ थोरोम्याङ छुसो를 सडकको नामको ठेगानालाई सायङ합니다 भने के गरिन्छ प्रयोग गरिन्छ कुनै पनि ठाउँको ठेगाना भन्नु पर्यो भने सडकको नामलाई के गर्ने प्रयोग गर्ने सडकलाई नाम दिएको छ उस्तै कत्रो सडक हो हैन एक लेनको हो कि दुई लेनको हो कि यसरी चाहिँ पहिला छुट्याएको छ नाम दिएको छ अनि त्यही अनुसार के लेख्ने त त्यो चाहिँ ठेगाना लेख्ने हो थोरोम्याङ छुसोरान थोरोम्याङ छुसो भन्नाले यो छिजाङदोइन थोरोम्याङुल भनेको निश्चित गरिएको सडकको नामलाई खिजुनुरो भन्यो खिजुन भनेको के मापदण्ड अथवा आधारलाई के भन्छ खिजुन त्यो खिजुन आधारको रूपमा छुसुरुल फ्योगी हानुन गसुल ठेगानालाई सङ्केत गर्ने कुरालाई मारानुन्दे भनिन्छ थोरो ए इरुमी खिजुन इगी तेमुने सडकको नामको चाहिँ मापदण्ड भएकोले गर्दा त्यो ग्रामर चाहिँ के हो यहाँ अहिले गीते मुन्ने भन्ने छ एकोले गर्दा है छुसोरुल आल्गी सिप्सिमिदा ठेगानालाई बुझ्नलाई के हुन्छ सजिलो हुन्छ के को कारणले गर्दा सजिलो भएको छ सडकको नाममा ठेगाना लेखेको कारणले गर्दा यो ठेगानाको नाम पत्ता लगाउनलाई के हुँदो रहेछ सजिलो हुन्छ एउटा कुरो यो छ खुरे छ त्यस कारणले थोरोम्याङ छुसोमान इसुमेन सडकको नामको मात्र ठेगाना भयो भने ओरानुन गोसुल चाहेको ठाउँलाई छाजागाल्सु इसुमेदा भने आफूले खोजेर जान सकिन्छ छाजागादा भनेको फाङ्गुनादा त्यहाँ भिजिट गर्न सकियो ठाउँ खोज्नु पनि के हुन्छ भने हामीले छाजागादा उये एरुल बोमेन भनेको माथिको एक्जाम्पल हेऱ्यो भने हो त आल्सु इत्तुसी भनेको यो चाहिँ यो एसटी प्लस के हो यो थ्रिसी यो ग्रामर चाहिँ एसटी प्लस कुन ग्रामर यो चाहिँ थुसी नेपालीमा मिनिङ के छ चाहिँ गरी 한국의 도로명 주소는 कोरियाको सडकको नामको ठेगाना चाहिँ यङवानुन फान्देरो भन्यो अङ्ग्रेजीसँग चाहिँ कस्तो छ र यो उल्टो छ अरे फान्देरो खुन थानै बुथ ठुलो युनिटदेखि यो सिजा खायो भनेको सुरु गरी त्यहाँनिरको यो ग्रामर भिएसटी प्लस के हो यो य गरी छम्छा भनेको के त बिस्तारै बिस्तारै अथवा झन्झनले के भन्छ त छम्छा यो वर्डलाई पनि तपाईहरु हाइलाइट गर्नुस् त क्रमशः झन्झनै झन्झनै छागुन थानु हिरो सानो युनिटतिर छक्सुमिदा भनेको त लेखिन्छ सानो युनिटले लेखिन्छ यो छक्ता भन्ने वर्ड भइहाल्यो हामीलाई थाहा छ यो थोरोम्याङ छुसोरुन सडकको नामको ठेगाना चाहिँ थाउमगा खाची तल दिए झै गरी खुसङ दुइमिदा भनेको के हुन्छ संरक्षित हुन्छ भने खुसङ भनेको के हो संरचना मिनिङहरुलाई चाहिँ क्लियर गर्ने त्यस्तो गाह्रो कुरो त छैन तर अब यहाँनिर चाहिँ अलिकति बुझ्नुपर्ने कुरो छ यो सी र दो चाहिँ कतिखेर कस्तो अवस्थामा लेखिन्छ अरे सी भनेको शहरको कुरो भइहाल्यो हैन जस्तो सौल पनि एउटा के हो सी हो हैन यो अनि अर्को थो भनेको चाहिँ के हो प्रान्त भयो कस्तो अवस्थामा लेख्ने भन्ने कुरो गरे हो कि यो चाहिँ अहिले हेदाङ खनबुरी अब तपाईले कुन भवन खोज्न खोज्या हो कुन ठाउँ खोज्या हो तपाईले त्यो हेदाङ खनबुरी भयो जस्तो ग्यालेक्सी कोरियन ल्याङ्ग्वेज सेन्टर खोज्या हो भने त्यो कहाँ छ त्यो भवन है पहिला त्यो भवन रहेको सी अथवा के त थो रुल नाथानेमिदा सबैभन्दा अगाडि लेख्दाखेरि जस्तो ग्यालेक्सीको चाहिँ ठेगाना लेख्नु पर्यो भने सबभन्दा सुरुमा प्रान्त लेखिन्छ अथवा प्रान्त लेखिएन भने के लेख्नु पर्यो सहर हैन सुरुमा अब कि काठमाडौँ लेख्नु पर्यो कि यो बागमती प्रदेशमा पर्छ गरे हैन त त्यसरी लेख्नु पर्यो भनेर भनेको सुरुमा अनि त्यसपछि उये सौल थुक्पेलसी भनेको माथि थियो नि अहिले हामीले यहाँनिर चाहिँ यो ठेगाना लेखेको छ नि त यहाँ एक्जाम्पलमा सौल थुक्पेलसी भनेर लेख्ने यहाँ यो सी भनेको चाहिँ यो सडकको नामको के हो यो ठेगाना लेख्न खोजेको सर यो सौल थुक्पेलसीमा छ अरे त्यो सडक है जुन भवन पर्दैछ नि ख्याङ्मोकुङ भन्ने भवन चाहिँ सौलसी भन्ने सहरभित्र छ भनेर पहिला सुरुमा उल्लेख गरेको त्यो कुरा हो त्यसपछि सौल थुक्पेलसी वा उल्सान ख्वाङ्यक्सी
दोस्रो नम्बरको के छ त्यहाँ उल्सान ख्वाङयाक्सी छ, उल्सान महानगरपालिका इए हेराङ हामीदा यसमा चाहिँ के छ नि यो सम्बन्धित छ। सानो कुरो त्यसरी लेख्यो सी अथवा थो लेख्ने तरिका। त्यसपछि अर्को के लेखिन्छ भने सी खुन अथवा के लेखिन्छ खु। यो सिना दो ए हावी भन्यो नि, हावी भनेको तल्लो, सबभन्दा ठुलो चाहिँ कि थो हो कि के हो सी हो। त्योभन्दा तल्लो युनिट चाहिँ के हो अरे त फेरि हावी हेङजङ गुयागुल भनेको प्रशासनिक क्षेत्रलाई नाथा नेमिदा भने देखाउँछ केले त सी खुन अथवा केले खुले। अब फेरि कस्तो छ भने थुप्पेल सिना ख्वाङयाङ सिए ग्याउ एउटा कुरो बुझ्नुपर्छ है। अब कुनै सहर चाहिँ थुप्पेल सी छ, थुप्पेल सी भनेको एउटा मात्रै विशेष सहर छ, त्यो सहरको नाम के हो सौल हो। र अर्को ख्वाङयाङ सी भने महानगरपालिका छ, कतिवटा छ 6वटा महानगरपालिका छ है। त्यो तपाईँले खोज्न खोजेको भवन चाहिँ विशेष सहरमा छ अथवा महानगरपालिकामा छ भने चाहिँ तपाईँले के लेख्न पायो त खु अथवा के लेख्न पायो खुन, खु लेख्न पर्यो। अनि फेरि थो ए ग्याउ तपाईँले प्रान्त लेख्नु भएको छ भने चाहिँ के लेख्नु पर्यो त्यसपछिको सी लेख्न पर्यो। तोरुन के लेख्न पाइयो त खुन खुनी सुयमनिदा। तपाईँले थुप्पेल सी भनेर सहर लेख्नु भएको छ सबभन्दा ठुलो युनिट भने चाहिँ के लेख्नु पर्यो तपाईँले चाहिँ खु लेख्न पर्यो। ख्वाङयाङ सी लेखेको छ भने के लेख्नु पर्यो खुन लेख्न पर्यो। कुरो बुझ्यो। अनि प्रान्तबाट सुरु गर्नु भएको छ भने त्यसपछि त के लेख्नु पर्यो सी लेख्नु पर्यो, किनभने प्रान्तभन्दा सानो युनिट त के हो त सी हो। सबभन्दा ठुलो लेख्ने अनि सानो सानो हुँदै आउने भने हो। अथवा सी नलेखेर के पनि लेख्न मिल्यो त्यसलाई चाहिँ खुन लेख्न पनि मिल्यो। प्रान्त लेखेर सिधै के लेख्न पनि मिल्यो खुन। उये सनुन माथि चाहिँ छोङनोगु भन्ने छ नि एउटा हो, यो छोङनोगु वा अनि अर्को छुङ्गुगा इए हेदाङ हामीदा। छोङनोगु भन्ने त्योभन्दा पछिल्लो युनिट लेख्नु पर्यो अब होइन। यो सौल थुप्पेलसी छोङनो अनि के आयो थुप्पेलसी छ कि छैन। यो थुप्पेलसी भनेको विशेष सहर भइसकेले त्योभन्दा सानो युनिट के लेख्नु पर्यो खु लेख्नु पर्यो है। अनि यो ख्वाङयाङ सी भनिसकेको छैन यहाँ। ख्वाङयाङ सीमा चाहिँ अहिले चाहिँ यहाँ ख्वाङयाङ सीमा उल्सान ख्वाङयाङ सी अथवा यहाँ छुङ्गु के लेख्यो छुङ्गु, त्यो जो खु लेखे पनि भयो खुन लेखे पनि भयो। यो यसरी लेखेको छ यहाँ है। फेरि यतापट्टि थोरोम्याङ भनेको के भयो यो चाहिँ बाटोको के हो यो नाम हो। थोरोम्याङ जुन हेदाङ खनमुरी सम्बन्धित भवन चाहिँ विचियान थोरो ए कहाँ छ अवस्थित, अवस्थित भएको सडकको इरुमुल नाथा नेमिदा भने नामलाई देखाउँछ। यसले चाहिँ फाल छारो इसाङ इल ग्याङवेरुन भन्यो 8 लेनको भन्दा यो गाडी यो बाटोको चाहिँ नि नापलाई पनि के हुन्छ त छा युनिट के थानु इम्याङसा। जस्तो छा भनेको चाहिँ पहिलो तहको पार्टी दोस्रो तहको पार्टी भनेर जुन पार्टीको तह गर्दाखेरि के प्रयोग गर्थ्यो छा। त्यसै गरी बाटोको लेन गर्दाखेरि के प्रयोग गर्ने छा भने। 8 लेनको भन्दा बढी भयो भने त्यस्तो अवस्थामा चाहिँ त्यसलाई के लेख्नु पर्यो थेरो लेख्नु पर्यो। थे भने के भयो ठुलो। अनि इछा रो एस यो 2 लाइनदेखि यो इल्गो छारो काजी भने चाहिँ 7 लेनसम्म चाहिँ के लेख्नु पर्यो फेरि रो लेख्नु पर्यो। अनि रो बोदा छोबुन गिल भने छोप्ता भने के हुनु सागरो, त्यो सागरो खिल्छ भने त्यसलाई के लेख्नु पर्यो खिल्लो। खुबुन दोइमिदा भने के हुन्छ वर्गीकरण हुन्छ। खुबुन दोइदा भने के हो वर्गीकरण। खुबुन दोइदालाई फ्युचरमा हामीले के भन्न पाउँछौँ भन्नुहोस् त नानुदा अथवा के भन्न पाइन्छ सेबुनादा। यो लेख्थ्यौँ। यो वर्डहरू हामीलाई चाहिन्छ पछि। एरुल थुर एक्जाम्पलको लागि थाल्गु बल्देरो भन्ने छ। बल्देरो भनेपछि यो पक्कै पनि यो भवन कुन बाटोमा रहेछ 8 लाइन भन्दा ठुलोको थेरो भन्ने आयो नि त। थेरो त 8 लाइन भन्दा बढी। अनि यो थे हे रान लो भने रो भन्ने आयो कि होइन। यो चाहिँ कति त 2 देखि 7 लाइन। अनि सोदाम गिल भनेको चाहिँ 2 भन्दा के त सानो साँगुरो। खिल भनेको चाहिँ त्यसरी जोङ्गी सुमिदा इत्यादि छ। उयो साजिङनो माथि दिएको साजिङनो वा छोङ्गारो छोङ्गा चाहिँ इए हेदाङ हामीदा भने यसमा समावेश छ। यहाँ ए साजिङनो भनेपछि यो अहिले यसले भन्न खोजेको कुरो चाहिँ के हो भने ख्याङमुकुङ भन्ने दरबार चाहिँ सौलको विशेष सहरमा छ र यो चाहिँ छोङनोगु भन्ने चाहिँ नि यसको के छ यो चाहिँ त्योभन्दा तल्लो युनिटमा छ। र अर्को साजिङनो भनेको चाहिँ यो कति लेनको बाटोमा रहेछ यो चाहिँ
ठुलो बाटोको बिच छ कि यो अलि भित्र छ, अलि भित्र छ होइन, मेन बाटोभन्दा त्यसभन्दा अलिकति सानो बाटोभित्र छ भने हो। त्यो मेन बाटोमा पर्छ कि पर्दैन, यो पर्दैन, ठुलो बाटोमा छैन यो। त्यसै गरी उल्लेख गरे हो यो। अब खन्मुल फनो भन्ने आछ, खन्मुल फनो भने भवनको के हो, यो नम्बर। यसलाई चाहिँ हेदाङ खन्मुरे फनोरुल नाथा नेमिदा सम्बन्धित भवनको नम्बरलाई देखाउँछ। वेन्चो खन्मुरुन भनेको यो देब्रेतिरको भवनलाई चाहिँ होल्सु भनेको कस्तो नम्बर हो, होल्सु भनेको चाहिँ कुन नम्बर, बिजोर नम्बर हो। अनि अर्को वरुण चौकुरो खन्मुरु भनेको चाहिँ दाहिनेतिरको भवन चाहिँ के हो, चाक्सुरो भनेको चाहिँ कुन त, जोर नम्बरले फ्योसी हामीले भने के त सङ्केत गरिन्छ। माथि दिएको जुन एक्जाम्पल छ नि, ख्याम्बोकुङ्गो थियो नि त्यहाँनिर, ख्याम्बोकुङ्गो र अनि हाङ्गु साना विले कोङदानको थियो नि त्यहाँ, त्यो चाहिँ उयो सनुन यो फेक युसिप इलगा सामबेक सासिप ओ घा इए हेदा घामिदा भनेपछि यो दुइटै भवन चाहिँ कतातिर रहेछ त, दाहिने छ कि देब्रे, दाहिनेतिर छ होइन। वरुण चोकुरो खन्मुल चाक्सु भनेको छ नि, चाक्सु भनेको के नम्बर हो, ए जोर, जोर नम्बर भनेपछि यो कतातिर छ त, देब्रेतिर छ भन्ने कुरो बुझियो। त्यस्तो कुरा आयो। ल अब हामीले यो चित्रहरू मैले सिकाइरहनु आवश्यक छ र, यो चाहिँ आरेको चाहिँ नि खङ्गेनुन के भयो, विछि भयो है। मिचुल्जीलाई हेरौँ त, हल्ला नगर्ने। यगी इरुमी सुसेयो भन्यो, इरुमी सुसेयो कि इरुमुल, इरुमुल हुनुपर्ने, इरुमी सुसेयो होइन। ए यहाँ चाहिँ इरुमुल हुनु पर्थ्यो है। अर्को इ छुङ उरो ओल्ला गासे भनेको कुरो के छ, ठिक छ। रो र के प्रयोग गरे, उरो डाइरेक्सन बताउँदाखेरि यगी स सोने शिशु कि सोनुल, सोनुल हुनु पर्थ्यो, सोनुल शिशु चाहिँ हुनु पर्थ्यो। यहाँनिर पछाडि यो के आयो भन्नुहोस् त, काम, काम आएपछि यसमा के लाउनु पर्यो, रुल र उल। सामुसिर आने स थुर ओसेयो भनेको कि आने, आने, आने छ कि आने, आने, यसलाई चाहिँ यसरी आने भनेर भन्नु पर्थ्यो। त्यो मिचुजिनलाई यसरी हेर्ने। अब यतापट्टि हाङ्गुगे स थुरोमेङ चुसोरुल साङ हामीदा, कोरियामा चाहिँ सडकको नामको ठेगानालाई प्रयोग गरिन्छ। थोरोए इरुमुल खिजुनुरो चुसोरुल फ्योगी हागी तेमुने, सडकको नामलाई आधार गराएर ठेगानालाई सङ्केत गर्ने भएकोले सुइके विचिरुल फाक हाल्सी सुमिदा। यो वर्डलाई याद गर्ने तपाईँहरू हाइलाइट गर्नुहोस् त, यसलाई चाहिँ सुइक के गर्न सकिन्छ, फाक हाल्छु स्मिता। यो वर्ड चाहिँ फिङखानेमा आउन सक्छ पछि एक्जाममा, त्यसलाई हाइलाइट गरेर याद गर्नु पर्यो, सजिलै पत्ता लगाउन सकिन्छ। हाङ्गुगे थोरोम्याङ चुसोनुन, कोरियाको सडकको नामको ठेगाना चाहिँ यङ चुसो फ्योगी फाङ्सिक्वा। अङ्ग्रेजीमा ठेगानालाई सङ्केत गर्ने तरिकासँग वारगवा थाल्ली भने के त फरक, यो याद गर्नु पर्यो। यसलाई नोट भनेर यहाँनिर लेख्नु, यो एकदम इम्पोर्टेन्ट कुरा हो। यो चाहिँ नाउन प्लस वा अनि के त यो चाहिँ वा थाल्ली भन्ने छ। यो चाहिँ यो सँग के भएको कुरा, यो चाहिँ फरक। थोसिम्याङ सडक यो सहरको नाम, खु जिल्ला, थुरोम्याङ भने सडकको नाम, खन्मुल फनो भने भवनको नाम जस्तासँग यो चाहिँ वारगवा खाची भने के त, जस्तै खुन थानुए छ भने के त ठुलो युनिटदेखि छागुन थानुए सानो युनिटको सुनसरो फ्योगी हामीदा क्रममा चाहिँ सङ्केत गरिन्छ भनेपछि यो चाहिँ ठुलो युनिटबाट आउँछ कोरियन अनुसार। भनेपछि यो इङ्ग्लिससँग उल्टो छ भनेपछि अङ्ग्रेजीको चाहिँ पहिला कुन युनिट आउँछ, सबभन्दा सानो युनिट आउँछ। त्यसरी कुरा गरे। यहाँ हामीले यो वारगवा थाल्ली भने चाहिँ अन्तरी प्रयोग हुन्छ, लिसनिङमा नि प्रयोग भएर आउँछ त्यो शब्द। त्यो शब्दको अर्थ बुझ्यो भने सजिलो हुन्छ हामीलाई। हाङ्गुगे थोरेमेङ छुसोरु सुनुन सुनसनुन यङवा खासमिदा भन्यो, अङ्ग्रेजीसँग उस्तै हो कि फरक हो, फरक हो। हाङ्गुगे थोरोमेङ छुसोरु फोगो खिरुल छानुन गसुन स्विप चियान सुनिदा हो कि स्विप सुनिदा, स्विप सुनिदा हो है। हाङ्गुगे थोरोमेङ छुसो यसा थोसिए इरुमुल फ्योगी हाजियान सुनिदा हो कि फ्योगी हामीदा। हाङ्गुगे यो बुझ्यो नि, कोरियाको सडकको नामको ठेगानामा चाहिँ सहरको नामलाई चाहिँ सङ्केत गरिँदैन त, गरिन्छ। हाङ्गुगे थोरोमेङ छुसो हेर्नुन् खन्मुरे फनोगा खाजाङ नाजुङे नाउमिदा भनेको कुरो के छ, ठिक छ। कोरियन अनुसार एड्रेस बेलामा चाहिँ भवनको नम्बर कहिले आउँछ, खाजाङ नाजुङे भनेको सबैभन्दा लास्टमा। आन्सर चाहिँ कतिको मिल्यो, 7 को मिल्यो।
ल लिसनिङ तपाईँहरू घरमा सुन्ने है। अब हामी ग्रामर पढ्नु पर्यो।